इपिसी र डिजाइन बिल्डको प्रावधान चाहिँ पहिलोचोटि पिपिआरमा समेटिएको छ। योभन्दा पहिला नियमावलीको अनुसूचीमा चाहिँ टाइप अफ कन्ट्र्याक्टमा कन्ट्र्याक्ट स्ट्राटेजीभित्र यो चाहिँ उल्लेख गरिएको थियो, डेफिनेसनहरू पनि त्यहाँ राखेको थियो। अहिले चाहिँ यसको प्रोभिजन नै आउनु यो राम्रो कुरा हो। यसले गर्दाखेरि चाहिँ क्लाइन्टलाई एउटा अप्सन आएको छ, आइटम रेट कन्ट्र्याक्टमा भनौँ न धेरै गएर त्यसमा अब क्लेम डिस्प्युटहरू अब भेरिएसनहरू धेरै हुने हामीले देखेको पाएको हुनाले चाहिँ इपिसी र डिजाइन बिल्डमा चाहिँ जोखिमहरू चाहिँ निर्माण व्यवसायतिर बढी सर्ने हुँदाखेरि त्यो जोखिम भेरिएसनको जोखिमहरू भनौँ न अब चेन्जहरूको जोखिमहरू भयो, त्यो चाहिँ निर्माण व्यवसायले बढी लिनुपर्ने हुनाले क्लाइन्टलाई त्यो सजिलो एउटा चाहिँ पार्ट मैले देखेको छु यसमा चाहिँ। अर्को चाहिँ यसको राम्रो प्रभाव भन्नलाई के भन्न सकिन्छ भने प्रोजेक्टको फास्टर डेलिभरी हुनसक्छ। कन्ट्र्याक्टर एज उसले नै आफैले प्लान गर्न सक्ने भयो। इपिसीमा भनौँ न खास गरेर सिङ्गल पोइन्ट रेस्पोन्सिबिलिटी भए हुनाले रिस्क म्यानेजमेन्ट बेटर हुन सक्ने भयो यसमा चाहिँ। र कन्ट्र्याक्टरले इपिसीमा चाहिँ अब क्लाइन्टले एउटा कन्सेप्चुअल डिजाइन दिइसकेपछि त्यो भित्र बसेर डिजाइनमा र कन्स्ट्रक्सन मेथोडोलोजीमा चाहिँ इनोभेसन ल्याउने सम्भावना पनि त्यति नै छ। यसको पोजिटिभ पार्ट मैले हेर्दाखेरि चाहिँ यसमा मैले अब अलिकति भनौँ न अब यसको कस्ट इस्टिमेटको जुन ढाँचा आएको छ सर, यसमा पहिला आइटम रेट कन्ट्र्याक्टको चाहिँ ढाँचा आएको थियो, यसमा चाहिँ अनुसूचीमा थपेर कस्ट इस्टिमेटको ढाँचा पनि आएको छ। त्यो मलाई लाग्छ डिजाइन बिल्ड कन्ट्र्याक्टको जुन कस्ट इस्टिमेटिङको फर्मेटहरू छ मोरलेस त्यो आइटम रेट कन्ट्र्याक्ट जस्तै छ, तर त्यसमा डिजाइनको पार्ट पनि इन्क्लुड गर्नुपर्छ भनेर नोटमा राखेको छ। तर यसमा मैले थप्न खोजेको एउटा कुरा के हो भने डिजाइनको कस्ट त आयो, तर डिजाइनको जुन रिस्क हुन्छ त्यसको कस्ट पनि आउनुपर्ने हो जस्तो लाग्छ मलाई। त्यो पोइन्टमा त नट ओन्ली डिजाइनको कस्ट त भइ नै हाल्यो, डिजाइनको कारणले जुन जोखिम हुन्छ कन्ट्र्याक्टरलाई इपिसीमा र इभन डिजाइन बिल्डमा पनि त्यो कुरा अलि छुटेको मिस भएको हो कि भन्ने मैले निवेदन गर्न चाहेँ। र सँगसँगै अब इपिसीमा अब अर्को भनेको सुपरभिजन सर, अब किनभने डेडिकेटेड सुपरभिजन इन्जिनियर यसमा नहुने भए हुनाले क्लाइन्टको जस्ट एउटा रिप्रेजेन्टेटिभ हुन्छ इपिसीमा होइन, डेडिकेटेड अब सुपरभिजन इन्जिनियर नभए हुनाले सुपरभिजन इन्जिनियरको कस्ट र त्यसको जोखिम त्यो पनि कस्ट इस्टिमेटको ढाँचामा त्यो आउनुपर्छ जस्तो लाग्छ मलाई। त्यो पब्लिक इन्टिटीहरूलाई त्यसले हेल्प गर्न सक्छ, मेरो जस्ट यो फिडब्याक हो। अब यसको अलिकति इम्प्याक्टमा अलिकति नेगेटिभ इम्प्याक्टको कुरा गर्दाखेरि इपिसीमा चाहिँ कन्ट्र्याक्टर डिजाइनमा हाबी हुन्छ नै, त्यस्तो अवस्थामा क्लाइन्टको डिजाइन कन्ट्रोल मेकानिजममा असर गर्न सक्छ। क्लाइन्टले मलाई यही चाहियो अथवा यस्तै चाहियो भनेर भन्ने अवस्था नहुनु पो सक्ने हो कि, किनभने कन्ट्र्याक्टरलाई त्यो डिजाइनको रेस्पोन्सिबिलिटी बढी भए हुनाले डिजाइन इभन कन्स्ट्रक्सन मेथोलोजीको कुरा चाहिँ जुन कन्सेप्चुअल डिजाइनमा जुन कुरा आउँछ त्यो कुरामा चाहिँ क्लाइन्टसँग डिजाइनको कन्ट्रोलिङ मेकानिजम त्यति नहुन सक्छ इपिसीमा गइसकेपछि, मेरो एउटा यसो चाहिँ। र कन्ट्र्याक्टरमा बढी भर पर्नुपर्ने अवस्था क्लाइन्टको हुनेछ, किनभने त्यो जोखिम अभियसली त्यो जोखिम ट्रान्सफर भएको छ त्यसमा। यसमा अझ एसबिडी आउन बाँकी भयो भने इपिसीको त एसबिडी आइसकेको छ, डिजाइन बिल्डको एसबिडी आउन बाँकी छ, एसबिडी हेरौँ कस्तो हुन्छ। र मलाई लाग्छ यो जस्तो सार्वजनिक खरिद नियमावलीमा यो कुरा नराख्दाखेरि पनि डिजाइन बिल्ड र इपिसीको प्र्याक्टिस हुँदै नभएको भन्ने चाहिँ होइन। नेपाल सरकारकै स्रोतको पैसाले खरिद गर्दाखेरि पनि त्यो कुरा भइराखेको थियो, खास गरेर विद्युत प्राधिकरणमा अनि यो नेसनल इलेक्ट्रिसिटी ट्रान्समिसन कम्पनीमा, नेसनल इलेक्ट्रिसिटी जेनेरेसन कम्पनीहरूमा यो भइराखेको थियो र यसको कस्ट इस्टिमेटको ढाँचाहरू पनि त्यहाँ नभएको होइन। अब तर के छ भने इपिसी र डिजाइन बिल्ड प्र्याक्टिस गर्नको लागि नियममा प्रोभिजन राखेको राम्रो हो, यो स्वागतको छ, तर यसले रोकेको चाहिँ थिएन, प्र्याक्टिस गर्नलाई रोकेको थिएन। भनौँ न यसमा चाहिँ सामान्य निर्देशिकाले अथवा परिपत्रले पनि काम गर्न सक्थ्यो, तर यो नियमावलीमा आफैमा प्रोभिजन आएको छ, यो स्वागतको कुरा छ सर।